उहाँ महिलाको विभिन्न कारणले सन्तान प्राप्ति भएको छैन, त्यही भएर हामी टेस्ट ट्युब बेबी गरिरहेका छौँ। आइभीएफको इन्जेक्सनको स्टिमुलेसनबाट राइट ओभरीमा उहाँको 4वटा जति फोलिकल देखिन्छ र लेफ्ट ओभरीमा पनि 3 देखि 4वटा जति फोलिकल स्टिमुलेट भइरहेको छ। सर्भाइकल एन्डोमेट्रियोसिस पनि छ, उहाँको देखिरहनु भएको छ। युट्रसको पोस्टेरियर वलमा सानो फाइब्रोइड पनि देखिरहनु भएको छ। लेफ्ट ओभरी फन्डसमा टाँसेको देखिरहनु भएको छ। एन्डोमेट्रियल थिकनेस राम्रै देखिरहेको छ। हाइड्रोसेल्फिङ्स छ राइट एन्नेक्सामा। यसरी यी विभिन्न समस्याका बावजुद पनि हामीले सेल्फ आइभीएफ कोसिस गरेका छौँ। अरू सेन्टरमा उहाँलाई डोनर आइभीएफको सल्लाह दिनुभएको थियो र हामीले सेल्फ आइभीएफ गरेर एम्ब्रियो फ्रिज गरिसकेपछि ल्याप्रोस्कोपी अनि हिस्ट्रोस्कोपी गर्ने प्लान गरेका छौँ। अन्तिममा फ्रोजन एम्ब्रियो ट्रान्सफर गर्नेछौँ।